दाइलाई पो आफ्नो काम गर्नु आफ्नो हिँड्नु नि यार। त्यही एमाले काङ्ग्रेसको चाहिँ विरोध गर्नु नि। भोलि यो मान्छेले कमसेकम त्यही सिट बोकेर जान्छ त्यही एमाले काङ्ग्रेससँग देश बनाउनु। मैले देखिसक्यो। अब मैले देखिसक्यो भोलि अलिकति 5-7 सिट ल्याओस् थपक्क त्यो सिट लगेर एमालेमा मिसिने हो कि कङ्ग्रेसमा मिलिने हो होइन। त्यो एमालेसँग मिसिने हो कि कङ्ग्रेससँग मिसिने हो। मिसिएर यिनीहरू जान्छ त्यहाँबाट एउटा मन्त्री खान। मैले देखिसक्यो औकात। मैले देखिसक्यो थाहा पाइसक्यो मैले। अब तिमीहरूले हुँदैन होइन। एउटा निट एन्ड क्लिन एउटा देशको लागि अहिले भर्खर 6 महिनामा धेरै काम गर्ने एउटा बिचरा कुलमान घिसिङलाई चाहिँ एमसिसीको दलाल रे। एमसिसीको दलाल रे। एमसिसी खाने को छ प्रमाण प्रुफ सहित ल्याएर मुद्दा हाल अदालतमा लगेर हालिहाल कुलमान घिसिङलाई। सक्छ कि सक्दैन? कुलमान घिसिङलाई लगेर खाँदा सक्छ? बिना काम यार। कुलमान होइन आफ्नो दुनो सोच्याउनु आफ्नो खानु भने कस्तो चाहिँ मान्छेहरू हो भने के देखि छैन एमसिसी दलाल नै। तेरा बाहरूलाई भोलि कहाँ लगेर कसरी हाल्छ नि त्यो बेलामा थाहा पाउँछस्। अहिले चुपो लाएर बस् के अझैको टाङमुनि छिर्न आउँछस्। बोलिदिनुहोस् न हजुर बोलिदिनुहोस् भनेर होइन। जो नयाँ मिल्नु सक्दैन लाजा मर्दो अझ भोलि पर्सि मेरै टाङमुनि छिर्न आउँछस् तिमीहरू होइन। तेरा बाउले संसार ठगेर खाँदाखेरि कहीँ हेर्नु सक्दैन अहिलेसम्म है। दुनियाँले त्यत्रो चाहिँ नेपाललाई बेचेर खाइसकेको छैन। एउटा सोझो सिधा मान्छेलाई लगेर हालिदिएछ त्यसैको पछि दौडिराखेको छ नालायकहरू। नालायकहरू तिमीहरू त नालायक हो नालायक। तिमीहरूलाई त छ नि हरियो घाँस पनि हुँदैन। पराल ल्याएर खुवाउनुपर्छ पराल। सुकेको पराल क्या। तिमीहरू त मान्छेको नाममा कलङ्क। तिमीहरू जस्तै मान्छे बिग्रेको के यार। नयाँ मान्छे पनि मिल्नु नसक्नेमा यिनीहरूलाई चाहिँ के पऱ्यो समस्या यार। यिनीहरूको त घोर दुश्मन भनेको त कुलमान घिसिङ पो रहेछ। यिनीहरूको दुश्मन त रवि लामिछाने पो रहेछ। जीवनमा रवि लामिछानेले पो यो देश सकाएको जस्तो रहेछ है। अनि यता कुलमानले धेरैचोटि प्रधानमन्त्री भएर देश सकाएको जस्तो रहेछ। अनि यस्ताले के बनाउँछ भने देश नयाँमा प्रब्लम हुने भने कस्तो व्यक्तिगत रिसिपी हो यिनीहरूको। के चोर्दिया हो यिनीहरूको। अचम्म लागेको मलाई यार। यहाँ आएर दही चिउरे रे यहाँ आएर कोरे लाज हुँदैन। को दही चिउरे कसलाई काम गर्नु पठाएको जनताले। अनि को पार्टी विस्तार गरेर हिँडिराखेको छ ल भन त। देशको तलब खाइसकेपछि राज्यको कर खाइसकेपछि काम गर्नु पर्दैन? काम गर्नु पर्दैन खुइती। भोलि त हाम्रो त्यो करमा त हाम्रो पैसा परेको छ। हाम्रो पसिना परेको छ। हाम्रो रगत परेको छ। कि जे मन लाग्यो त्यही गर्दै हिँड्ने। من تجربة كندر يأتيكم بسكويت كله مفاجآت قطعتها ويفر مقرمشة. हामीले छोडिदिएको नयाँ हो। हामीले के गर्नु पर्दैन। अनि हामी चाहिँ छोडिदिने ऊ चाहिँ हामीलाई डस्दै हिँड्ने के भनेर पठाएको उहाँलाई। आफू मेयर पदमा छ यार अर्काको कुरा गर्छ। हेप्ने पनि सीमा हुन्छ नि यार एउटा यार। हेप्ने पनि एउटा सीमा हुन्छ नि यार। एमसिसीको दलालले के रे देश बन्नु पर्ने गर्नु पर्ने पखन। तिमीहरूको मैले मेरो टाइम आओस् न। मेरो टाइम आएपछि तिमीहरूलाई मैले मिडियाबाटै पुर्याउँछु कि तिमीहरूले। हामीले बोलेको पनि लाखौँ मान्छेले सुन्छ। मलाई चाहिँ घाटा हुँदैन। घाटा तिमीहरूलाई नै होला। हामीलाई के को घाटा। हामीले तिमीहरू जस्तो पार्टी खोलेको छैन। तिमीहरू जस्तो पार्टीको मन्त्री प्रधानमन्त्री बन्छु भनेर हिँडेको छैन। बन्ने मान्छेलाई चाहिँ घाटा होला नि हामीलाई जिस्काउँदाखेरि त।